ओहो थुप अनि एक धार्नी नै हो कि हो एक धार्नीमा ज्वाइँले भन्नुभएको रहेछ राख्दिनु भनेर पैसा म दिन्छु भनेर भन्नु आखिर उठाइदिएको एक कान्छा यो देश विदेश मेरो छोराछोरी कता कता छन् उहाँलाई पनि शुभकामना होस् र देश विदेश बसेको मान्छेलाई दिदी बहिनी दाजुभाइलाई सबैलाई शुभकामना चाहिँ दसैँको बेला फेरियो सुनाउनु दाजु फेरि खोला खाली पलायो निगुरो खोला खाली पलायो निगुरो ल चौतारीमा सबैजनालाई स्वागत छ ल अब चौतारीमा बस्ने दिन सुरु भइसकेको छ ल सम्पूर्ण हाम्रो आदरणीय दर्शक महानुभावहरूलाई चाहिँ धेरै धेरै नमस्ते अनि गुड मर्निङ भन्न चाहन्छु अन्त चट्टसँगले चाहिँ आज चाहिँ के हो कस्तो हो तपाईँहरूलाई थोरै भनिहाल्छु होइन अनि आज चाहिँ हाम्रो स्पेसल चाहिँ पर्व चैते दसैँको दिन तयार पारिएको यो हाम्रो भ्लग हो है हेरेर एकदम मजाले आनन्द लिन सक्नुहुन्छ र तपाईँले लाग्न सक्छ तपाईँलाई यो चाहिँ भिडियो कसले बनाइरहेछ होइन अनि यो कुन ठाउँ कुन गाउँ हो भन्ने पनि लाग्न सक्छ मैले बेला बेलामा हजुरहरूलाई जानकारी चाहिँ दिइरहेको छु मेरो नाम चाहिँ हिमाल मगर अनि हाम्रो घर धनुषा जिल्ला मध्य प्रदेश नम्बर 2 अनि नगरपालिकाको नाम मिथिला नगरपालिका त्यसपछि वडा नम्बर 5 गाउँको नाम विश्रामपुर है त यही गाउँबाट चाहिँ म तपाईँहरूलाई भिडियो देखाइरहेको हुनेछु अनि यहाँलाई चाहिँ हाम्रो चैते दसैँको चाहिँ एकदमै धेरै धेरै शुभकामना दिन चाहन्छु मुरीका मुरी होइन बोराका बोरा डेढीका डेढी शुभकामना दिन चाहन्छु र अब गाउँघरमा के कस्तो हुँदैछ अब अस्तिको भिडियोमा मैले देखाएको थिएँ तपाईँहरूलाई चैते दसैँको स्पेसल कुराहरू भनेर चाहिँ अब हेरौँ गाउँघरतिर कस्तो छ के छ त्यो चाहिँ म जाँदैछु गाउँघरतिर मसँगै रहेर तपाईँले पनि हेर्नु होला है त आनन्द लिनु होला ल हजुरहरूलाई हाम्रो गाउँघरमा स्वागत छ है त धेरै धेरै स्वागत गर्न चाहन्छु हाम्रो गाउँघरको अब दृश्यहरू तपाईँहरूलाई हामी देखाउँदै जानेछौँ है त ल हजुर बिहान 7 बजेतिरबाट चाहिँ स्टार्ट भइसकेको छ यो चाहिँ हाम्रो गाउँघर हो अनि आज यहाँनिर के हुँदैछ कस्तो हुँदैछ त्यो चाहिँ अब यसो देखाउनै पर्यो के गरेको दिदी ल है हो दाइ हाम्रो एकदम रमाइलो गर्ने दाइको घरमा चाहिँ स्पेसल हो तल पैसा आएको छ देखालाई दस पैसा आएको छ 10 पैसा तेरो देखालाई खोइ कहाँबाट यतिको बनाएको 10 पैसा त्यसलाई भिडियो हाल्छ पार्टीको पार्टी हो आज बियर त्यता चाहिँ हो ल ल भाइ त्यताबाट बियर दुईटा बियर खानु पर्यो हेर देउला खोल ल आज चाहिँ चैते दसैँको स्पेसल बनिरहेछ होइन कटिरहेछ यो शुभकामना दसैँ मनाइरहेछ हामीले चैते दसैँमा चाहिँ अनि के हुन्थ्यो दाइ पहिले भनिदिनु पर्यो चैतेमा के हुन्थ्यो भने पहिला टिका पनि लाउँथ्यो टिका लाउँथेन पहिला रस खान्थ्यो अहिले पहिला के हुन्थ्यो अरे भने भन्नुमा हजुर ल एउटा गीत गाइदिनु पर्यो लाली पाते घुम्छ उहीँतिर टर्नी पाउँछ मैतिर जान्छ भने कहाँ जान खोलामा रुन्छ भने घरभित्र ढुकेर कुनामा ल अब के नगर्नुपर्छ मैले छैन ओहो गणेश ल मर्निङ एकदम गुड मर्निङ ठिक छ एकदम पक्षमा कति बोलेछ मैले चैते दसैँको आज कस्तो भइरहेछ त त्यही त खतरा हो मजाले यसलाई चाहिँ एकदम के तपाईँको अफुरी पोलेर क्या एकदम चक्कुवा बनाइदिनु पर्यो क्या पुरा दारू छ नाति नानी ल तयारी अवस्थामा कतिखेर चुवा पारे 5 बजे 1 बजे 5 बजे 1 कोटी 5:30 बजे हो ए 5:30 बजेतिर बिहानै 5 बजे 6 मिनेटमा त्यहाँ गएर 7 बजे ओछ्यान लगायत यसलाई सुत्ने ल के छ केटाको ठिक छ भान्जा नि के छ खबर एकदम ठिक छ ओहो मे
ल 34 दशैंको शुभकामना ल के छ ठिक छ नि एकदम ठिक है स्वाचेको आज स्पेसल हुँदैछ है ल हाम्रो मामा आउँदै हुनुहुन्छ ओहो मामा गुड मर्निङ मर्निङ ल 34 दशैंको शुभकामना एकदम यसो दसैँ आज चैत्र दसैँ यसो यहाँ सिकार ढलेर बँदेल भन्ने सुन्छु हजुर ए दामी बनिरहेछ हजुर अनि यसो मासुको लागि ए अब यसो जानु पर्यो पहिला यहाँबाट नगइकन त भएन पिस बनाएर है आज दसैँको दिन होला के जस्तो लाग्छ है त भन्दा है त एकदम ल मासु काट्नका लागि खुकुरी तयार अवस्थामा हेलो ओहो मर्निङ मर्निङ हजुर भन्नुहोस् के छ त खबर हजुर आज चैत्र दसैँको उपहारमा हजुर सबैभन्दा हिमालजीलाई म नमस्कार गर्छु र सबै सन्देश म के दिन चाहन्छु भने कान्छा यो देश विदेश मेरो छोराछोरी कता कता छन् उहाँलाई पनि शुभकामना होस् र देश विदेश बसेको मान्छेलाई दिदी बहिनी दाजुभाइलाई सबैलाई शुभकामना चैत्र दसैँको बेला है एकदम राम्रो सबै राम्रो होस् शुभकामना होस् होइन मेरो बुहारी छन् 2-3टा बाहिर पनि होइन र दाजुभाइ दिदी बहिनी जति छन् विदेशमा बसेको सबैलाई शुभकामना एकदम है अनि फुवाजु हजुर अनि के अरे पहिला चैते दसैँमा पनि टिका लाउँथ्यो होइन टिका लाउँथ्यो भदा अहिले छोडेको छ यो कार्यक्रम छोड्दैछ हाम्रो ठुलो दसैँ अब कार्तिकमा मान्छन् मान्छेले होइन र सबैलाई शुभ बधाई है ल फुवाजु ल एकदम र सुँगुरको चिरफार भइरहेछ अनि उहाँ सुँगुरको मालिक चाहिँ उहाँ नै हो मासुको पैसा कलेक्सन हुँदैछ भन्नु त फेरि 1 2 3 4 5 6 7 त्यो 12 वटा भएको अझै थाहा 1200 रुपियाँको धार्निङ चाहिँ हाम्रो गाउँघरतिर चलिरहेछ हाम्रो यो दाइ रमाइलो गर्ने दाइ एकदम उहाँकै सुँगुर हो अनि उहाँ सुँगुर काट्दाखेरि चाहिँ निकै मेहनत गरेर राख्नु भएको छ एकदम तडक भडक होइन रमाइलो दसैँ भनेको यो हो अरे पहिला पाखा बुढापाकाहरूले पनि यही ठुलो दसैँ मान्थे अरे टिका लाउँथे अरे हामीले चाहिँ अब अहिले कार्तिकमा दसैँ मनाइरहेछ होइन हजुर किनकि सानो दसैँ भनेर मानिन्छ अब यो बेलामा हरियो परियो चिजहरू पाइँदैन गर्मी भएर यो बङ्गुर सङ्गुर भनेको खाएर धेरै छेरेर मरे रे भन्ने कुराहरू पनि होइन बुढापाकाहरूले गर्नुहुन्थ्यो हजुर यो के अरे उसको चैतेको दसैँमा हजुर त्यही हुनाले हाम्रो चाहिँ अब एउटा पर्व नै होइन त्यो होइन अनिकालको कुराले भन्नाले यस्तो गर्मी अनि यस्तो थिरिपिस बोसोवाला मासु खाएपछि अनि छेरिँदैन भनेको हाम्रो भनेको लास्ट महिनाको एकदम भनेको नि जाडो महिना एकदम बाहुन बाजेहरूले जाडो त्यतिखेर गोरु बेचेर सिरक किनेको रे भन्ने कुरोहरू आइरहेको चैतमा हो त्यही हुनाले हाम्रो चाहिँ यो दसैँ चाहिँ मगरमतवालीको फुल दसैँ हो होइन तर पनि अब मगरमतवाली मात्रै अहिले चाहिँ के भन्नु यो मैले त उहाँ तपाईँलाई त बढारीमा त यति त तामा किनेको पहिला कति 65 धानेको गुड काट्थेँ मैले हो त्यतिखेर त्यो त सानो थियो जाटा यो त सानो थियो हाम्रो दाइले आज मारे चाहिएन त्यसले ल चैते दसैँको माहौल गाउँघरमा एकदमै रमाइलो भइरहेछ दामी भइरहेछ रमाइलो अब गाउँघरमा यस्तै हो सुख दुःख जस्तो भए पनि रमाइलो हिसाबले हामीले चाडपर्वहरू मनाइराखेका हुन्छौँ अनि यो चाहिँ मुन्गा सोइजन भन्ने गर्दछ यसलाई एकदम छिप्पिएर बसिया छ अब यो चाहिँ वैशाख 1 गतेको लागि यसरी
सिलौटामा पिसेको मसला आज चाहिँ काकीले पिस्दै हुनुहुन्छ चट्टसँगले मासुमा चाहिँ मस्त पकाएपछि त एकदमै गजब हुन्छ आजको दिन चार्जमा लाग्छ फेरि मासु त सकिन लाग्छ होला कुडी हमे कुडी धार्ने छैन 27 26 27 साल भटाभट यहाँ जोख्दै अब गाउँलेहरूलाई दिँदै हुनुहुन्छ ओहो थुप्रो अनि एक धार्ने नै हो कि हो एक धार्ने उहाँ ज्वाइँले भन्नुभएको रहेछ राख्दिनु भनेर पैसा म दिन्छु भनेर भन्नु आएर उठाइदिएको एक धार्ने ज्वाइँलाई भन्नु पर्दैन ज्वाइँलाई ल ल उहाँको हाम्रो फुपूको ज्वाइँलाई स्पेसल उहाँले ट्याक्कै यहाँ भाग ओगटिसक्नु भएको छ हेलो भाइ के छ सन्चै ओहो रोशनजी के छ सन्चै हो आनन्दै ओहो दाइ के छ हेर सन्चै हाम्रो सरले उपस्थिति किन भइरहनु भएको छ हाम्रो रोशनजीहरू चाहिँ यता केमलीपुरबाट हाम्रो छिमेकी गाउँबाट आउनु भएको छ के मासु अर्डर छ कि छैन अनि हाम्रो निरबहादुर कटवाल दाइ खोइ त निरबहादुर कटवाल दाइ हुन्छ घरतिरै हुनुहुन्छ उहाँले पनि मासु धेरै मिस पनि गर्नु एकदम हामीले पनि सम्झिरहेको छौँ उहाँलाई सब ठिकठाक छ नि अरू साथीभाइहरू आउनु भएको छ गाउँघरमा यस्तै हुन्छ हाम्रो चट्टोसँगले मासु चाहिँ टाको बनायो त्यसपछि सबैलाई बाँडीचुडी गरेर चाडपर्वमा खाने यस्तो खालको हाम्रो चलन कहाँ धार्ने चाहिँ डेमे क्या होला कहाँ धार्नेलाई भर्मिरा भन्ले क्या एक धार्ने चाहिँ हाम्रो स्पेसल रूपमा एकजना आउँदै हुनुहुन्छ उहाँले चाहिँ फोन गरेर मलाई भन्नुभएको थियो एक धार्ने यसो मासु काट्दाखेरि चाहिँ हाम्रो अलिकति हल्ला ज्यादा हुन्छ होइन तर पनि गाउँघरमा यस्तै हो हल्ला हल्ला भइ नै हाल्छ हाम्रो यहाँ निरबहादुर कटवाल दाइ आइसक्नु भएको छ ओहो निरबहादुर दाइ नमस्कारै नमस्कार दर्शन चैते दसैँ अनि यसो भेटघाट गरौँ साथीभाइलाई यसो हल्का मासु पनि लिन आएको तर सन्चो अलि स्यादलाई चाहिँ अलिक गाह्रो छ मुन्टो बाङ्गो भइरहेछ धेरै गाह्रो छ ओहो पराल बाँड्न गएको लालगढ लालगढ जाँदाखेरि चाहिँ त्यो बल्ली बोक्नु पर्ने धेरै गाह्रो पर्यो हेर्नुहोस् अनि भाइ पनि आएको छ भाइ के छ खबर एकदम सन्चै हजुर हजुर अलि चैते दसैँले दाइ मासुहरू लिन आएको हल्का फल्का कम भयो ए ठिक छ के गर्ने अब त्यस्तै हो गाउँघरमा त्यही त मिलाइजुलाई त चल्नु पर्यो चल्नु पर्यो ल ठिक छ अनि दाइ हाम्रो मामाको हेर्नु नि यहाँनिर दाइ अनि अब धेरै दिनपछि फेरि हाम्रो भेटघाट भयो होइन धेरै दिन समथिङ 2 महिना भएन भेट्न भएको 1.5-2 महिना भयो अब लगभग हामी त तपाईँको एकदम चाहिँ कुराकानी गर्दै रमाइलो गर्दै खोला खेल्दै हिँड्ने होइन उकाली र ओह्रालीमा हामी भाकाहरू गाउँदै हिँड्ने हो त नि के कसो दाइ कतिको यादहरू सम्झनाहरू आउँछ अरे मलाई त त्यो उराठ लाग्दो भन्ने औरीपारी वनको गाना चाहिँ साह्रै मनपर्छ क्या ठ्याक्कै अहिले फेरि मौसम पनि त्यस्तै भइरहेछ क्या होइन कहीँ पनि सर्च गरेर निकाल्दा पनि पाउनुहुन्न त्यो गानाहरू यो भनेको पुरानो आफैले लेखेर बनाएको गाना हो मेरो एउटा मालदाई हुनुहुन्छ हजुर हजुर उहाँले चाहिँ लेखेको गाना हो मलाई ट्याक्क कण्ठ भयो त्यो गाना चाहिँ धेरै मनपर्छ हेर्नु छोटो फेरि हान्नु एकचोटि मैले भने पनि छु गाएको पनि छु हजुर छोटो एउटा जाप सुन्दा उराठ लाग्छ नि औरी पारी वन उराठ लाग्छ नि औरी पारी वन कसो गरी बुझाउनु दुखियाको मन कसो गरी बुझाउनु दुखियाको मन मिठो लाग्दै अनि कतिको अब वनपाखातिर होला है होइन दाइ मिठो छ त वनपाखा त अहिले त उराठ लाग्दैछ होइन चैतको महिना अब हाम्रो पहाडै जस्तो भनौँ तराई त एउटा नाम तराई हो है तर पहाडै जस्तो जङ्गलभित्र घर छ हाम्रो सबैजनाको होइन बिसामपुर भयो केउली पाखा भयो गामेर खता भयो घाँस दाउरा वन जङ्गल नगरिकन उपाय छैन छैन घाँस काट्न जानै पर्यो
अब घाँसे दाउरा काट जाँदा पनि यस्तो यताउति यस्तो लङ्गड झगड गानाहरू गाइन्छ बराबर नै गाइन्छ। एकदम ल अनि भेटघाट भयो तपाईँसँग त यार भेटघाट भन्दा पनि हजुर झन्डै 1.5-2 महिना नै भयो भेट्न भएको। अनि के गर्ने हामी अब ठिक छ दाइ यसो माछा मार्न नखाने माछा मार्ने जाने त एकदमै ठुलो मन छ दाइ होइन कहिले त हेरौँ समयलाई र परिस्थितिलाई अलिकति हामीले चाहिँ मिलाएर होइन समय पनि निकाल्नु पर्यो काम आफ्नो व्यवहार पनि त हेर्नु पर्यो होइन एकदम 100%। ठिक छ दाइ तपाईँ जता भए पनि जहाँ भए पनि एकदम मनैदेखि सम्झिरहेको छु होइन एकदम तपाईँलाई सम्झनाहरू तर तपाईँको मलाई धेरै याद आउँछ यार एकदम दाइ एकदम मलाई पनि एकदम याद आउँछ दाइको होइन ल अब यहाँ भाइ पनि लिएर आउनु भएको छ होइन जस भाइ पनि रमाइलो तरिकाले रमाइलो मान्दै हिँडिराख्नु भएको छ नि तपाईँ अरे बाफ रे बा मेरो त जिग्री हो नि त नि एकदम ल जस्तो तपाईँ हुनुहुन्छ नि त्यस्तै नै जिग्री हो अनि उता फुवाजु अलिकति निराश अवस्थामा हुनुहुन्छ त उहाँ अलि टेन्सन छ अलि सन्चो रहन्छ उहाँलाई पनि ल भेना यसो केही 2-4 शब्द राखिदिनु हुन्छ सालोहरूको बारेमा भतिजोको बारेमा सबै भतिजोहरू सबै खुसी रहोस्। सबैभन्दा म के चाहन्छु हिमालजीलाई सबै खुसी रहोस् र देश विदेश भएको चेलीबेटी दाजुभाइलाई सबैलाई सन्चो र रमाइलो खुसी साथले मानोस् यो चाहन्छु म। धन्यवाद। अनि दाइ अब घाँस दाउरा गरी हिँड्दाखेरि होइन वनपाखा गरी हिँड्दाखेरि भाका त साह्रै गाउनुहुन्छ तपाईँले थाहा छ मेरो सबैभन्दा ठुलो कुरो मेरो बुवाको याद आउँछ यो गाना गाउँदाखेरि चाहिँ एकदम तर पुरा चाहिँ गर्न आउँदैन जस आदि उदि चाहिँ गाइदिन्छु मेरो बुवाको गाना है फेरि यो सुनाउनु त आज फेरि खोला खाली पलायो निगुरो खोला खाली पलायो निगुरो पलाएन मैमा मन तिम्रो हाय पलाएन मैमा मन तिम्रो मिठो दाइ मिठो ठिक छ है यो अलि स्वरले भ्याएको छैन यो भाकालाई चाहिँ कस्तो भाका भनिन्छ रे अर्चले भाका हो यो भन्थे हाम्रो बुवाहरूले है अब हो कि होइन त्यो चाहिँ अब स्वर्गलोक हुनुभयो मेरो बुवा पनि होइन अब उहाँले नि यस्तै कुराहरू हामी सानो सानो हुँदा पछि हिँड्थेँ म मेरो बुवा दाउरा बोक्नुहुन्थ्यो पछि हिँड्थेँ अनि गीत गाउँदै हिँड्नुहुन्थ्यो क्या अनि यस्ता यादहरू एकदम ताजै छ होइन एकदम ताजा एकदमै ताजा हो। बाउ त कहिले जिन्दगी बिर्सिन्छ जन्म दिने बाउ हो नि त हुर्काए बढाए पढाए दुनियाँ गरे अनि त्यस्ता चिजहरू ती भने त भगवान् हुन् नि कसरी बिर्सिँदै जब आमालाई देख्छु नि म बुवाको याद आइहाल्छ कुरो त्यो छ क्या ल दाइ अब भेटघाट भयो साह्रै रमाइलो भयो होइन त्यो सुख दुःख भनेकै यसरी नै हामीले बाँड्ने हो होइन अब मरिलानु के छ र दाइ होइन केही छैन भोलि औरी खोला डढ्नु परिहाल्छ त्यस्तै हो ल दाइ ल फेरि भेटौँला है त ओके ल चौतारीमा सबैजनालाई स्वागत छ। ल अब चौतारीमा बस्ने दिन सुरु भइसकेको छ। चौतारीको 50 सुकिहाल्यो पानी हाल्नु पर्ने चौतारीमा त्यही त खस्याङ छ खस्याङ घाम मात्रै आउँछ त्यही त। अनि के छ यता भेनाजुको खबर ठिक छ दाइको सन्चै म सन्चै आरामै अनि सानोको के छ भइरहेछ राम्रै छ ल ठिक हुनुपर्छ। अनि आज चैते दसैँको प्लानिङहरू के भइरहेछ चैते दसैँ प्लानिङमा कानपुरे काटेछ ड्याममै 50 क्विन्टलको त्यही लगाएछ किलो ल इन्जोय गरौँ है त। अनि भेनाजु के छ फुल छ नि ल फुल इन्जोय गरौँ है त रमाइलो छ नि ल हजुर गाउँघरमा घुमियो एकदम रमाइलो पनि हेरियो साथीभाइहरूसँग भेटघाट पनि भयो अनि त्यस पछाडि मासु पनि ल्याइयो होइन अब पकाएर सेवन गर्नुपर्ने हुन्छ। मिठो